हेलो गाइस एभ्रिवान हैन आज चाहिँ म यता घाँस काट्न आएको तपाईहरु सबैलाई मेरो भ्लगमा स्वागत छ र जतिले पनि मेरो भिडियो हेर्नुहुन्छ हैन उहाँहरुलाई नि स्वागत छ र ओदर सरले नि हेर्दै जानु होला। सो आज चाहिँ म यता घाँस काट्न आएको बारीतिर अनि यो चाहिँ हाम्रो किबी हैन उ परान्छ ठुलो झ्याङ तर उता देख्छ देख्दैन किबी अनि यो सबै किबी लागेकोले गर्दा हामीले चाहिँ बारी नि बाँझै राखेको छ हैन। अनि यहाँ चाहिँ फुलै फुल उम्रिरहेको रहेछ के पहिले फुल रोपेको थियो हामीले सयपत्री फुल अब चाहिँ यो राम्रो हुँदैन होला भनेर काट्न आएको म चाहिँ। सो आज चाहिँ म यहाँकै घाँस काट्छु हैन अनि यता उपर हाम्रो गोरु र भैँसी छ गोरु र भैँसीलाई घाँस लानुपर्छ नि त मैले। सो अनि स्कुल पनि जानुपर्ने हुन्छ त्यसैले म चाहिँ काम छिटो छिटो गर्नुपर्ने हुन्छ। सो भिडियो हेर्दै गर्नु होला हैन गाइजहरु। ल मैले चाहिँ यति घाँस काटिसकेँ हैन अब यो घाँस चाहिँ मैले बस्तुलाई उसार्नु पर्ने हुन्छ र दुई ठाउँ बस्तु भएकोले गर्दा यति घाँसले चाहिँ मेरो बस्तुलाई पुग्दैन हैन त्यसैले यता पनि मैले चाहिँ काट्नु पर्ने हुन्छ। उ पर ठुलो किबी भएकोसम्म काट्यो भने चाहिँ लगभग पुग्छ होला मेरो बस्तुलाई। सो भिडियो हेर्दै गर्नु होला हैन सर्ट भिडियोको लागि टिकटक आउँछ हैन अनि लङ भिडियोको लागि चाहिँ युट्युब गएर हेर्नु होला। सो मेरो युट्युब अकाउन्ट चाहिँ @गुरुङ_vlog.FOTG छ हैन तपाईहरु गएर हेरिदिनु होला। FOTG भ्लग गर्नुभयो भने नि आउँछ। मैले चाहिँ हैन घाँस पनि काटिसकेँ यता परको किबीको बोट चाहिँ हैन कस्तो भएको छ रहेछ भने नि हेर्नु त सब भुइँभरि भएको रहेछ के यसपालिदेखि फल्नु थाल्ने हो। खासमा त 3 वर्षदेखि फल्छ भने जस्तो लाग्थ्यो तर फलेको छैन हैन किनकि हामीले कलमीहरू नि गरेको छैन नि त अहिलेसम्म र अब पुरै पानी पर्ला जस्तो छ हैन। सो हाम्रो भैँसी त यही हो हैन मैले चाहिँ टक्क भैँसीलाई घाँस पनि ल्याइसकेँ भैँसीले घाँस खाँदैछ यसपालि ब्याउने छ हैन यो कातिकतिर ब्याउँछ होला भैँसी अनि बुनुले चाहिँ भर्खर सोतर लिएर आएको रहेछ अनि यो चाहिँ मेरो बुनु साइली बुनु हैन सोतर टक्क लाएर हिलो थियो नि त भैँसीलाई हैन त्यसैले सोतर लिएर आज दिउँसोलाई घाँस पनि काटेको छैन हैन मम्मीले नि खासै सक्दैन। अनि यो चाहिँ लप्चीको बोट तर यहाँ लप्ची चाहिँ फल्दैन हैन यो भाले लप्ची अनि यहाँ चाहिँ हामीले बिउराखेको छ अनि पर केराले नि पुसाइरहेको छ हेर्नुहुन्छ ऊ पर केराले नि पुसाइरहेको छ यहाँबाट अलिक देख्दैन रहेछ के गोरु लगाइदिइराख् न ऊ त्यहाँ देख्नुभयो केराले ठ्याक्क पुसाइरहेछ टक्क मर्चा मार्ने केरा हो हैन यो चाहिँ किनकि म चाहिँ केरा चाहिँ एकदमै मन पराउँछु नि त मैले रोपेको हो। अनि यो चाहिँ काकाहरूको बिउ ब्याट राखेको हैन यो चाहिँ कोदोको ब्याट भर्खर मसिनो आउँदैछ मसिनो आउँदैछ भर्खर। सो आजको भिडियो चाहिँ यति नै हैन मैले चाहिँ मेरो काम पनि गरिसकेँ र म चाहिँ घर हिँडेको हैन।